युगदेखि युग रिलिज हुँदाखेरि नि त्यति बेला सिनेमाको टिकटको दाम कति थियो आज यो अहिलेको टाइममा दुईटा टिकट बराबर पर्दो रहेछ क्या अहिलेको टाइममा के पुस्तकको मूल्य होइन त्यति बेला युगदेखि युगको टिकट दर चाहिँ कति थियो त्यति बेला युगदेखि युग काका मेला लाग्छ कि बालकनीको टिकट मुस्किलले 10-12 रुपियाँ होइन 10-12 रुपियाँ होला मैले 35 रुपियाँ बालकनी होइन त्यो त बालकनी भन्दा पनि महँगो टिकट हेर्नु पर्छ मलाई ब्ल्याकमा किन्नु भएको कति प्रति निकालेको आज यो जानकारी दिएन क्या पुस्तक कति प्रति निकालेको प्रति त अहिले मलाई पनि थाहा भएन तर आवश्यक अनुसार चाहिँ यसको छापिँदै जान्छ यो सिनेरियो हेर्दाखेरि लगभग यो फिल्म जति हिट भएको थियो त्योभन्दा दोबर हिट होला जस्तो लाग्यो क्या यहाँ आज उपस्थित अधिकांश 80%ले पुस्तक किनेको देख्छौँ क्या हामीले थ्याङ्क यू सो मच किनकि यसमा मैले भने नि खालि सिनेमाको कुराहरू मेरो बाल्यकाल परिवारको कुराहरू मात्रै नभएर विचारहरू पनि छ र यो विचारहरू चाहिँ नि के हुँदो रहेछ भने हरेक व्यक्तिको सबभन्दा रुचिको विषय चाहिँ नि अर्को व्यक्तिले कस्तो विचार राख्छ अर्को व्यक्तिको दृष्टिकोण के हो भन्ने चाहिँ हामीलाई जानेर या नजानेर होस् हाम्रो रुचिको विषय चाहिँ हुँदो रहेछ एउटा मान्छेको हजुरले यो पुस्तक छापिसकेपछि आफैले चाहिँ पढ्नु भयो कि नै मैले पढेँ मभन्दा पहिला कति दिन लाउनु भयो मभन्दा पहिला मधुले पढ्यो मलाई चाहिँ 3 दिन जस्तो लाग्यो किनकि अध्यायमा पढेँ त्यो ट्राभल पनि गरिरहेको थिएँ र पढिसकेपछि सबभन्दा नौलो अनुभव चाहिँ के हुँदो रहेछ भने आफ्नै पुस्तक पढिसकेपछि आफ्नो जीवनलाई नै एकदम क्रमशः फर्केर हेरेको होइन र क्रमबद्ध रूपमा चाहिँ आफ्नो जीवन मजालेको अगाडि बढेको कुन अध्यायमा चाहिँ बेसी अड्किनु भयो हजुर मलाई होइन विवाहमा त म जीवनभरि अड्किनै रहेको छु यसबाट उम्किने चान्स त छैन तर सबभन्दा अड्किने त्यही हो आफ्नो परिवार आफ्नो पारिवारिक वातावरण कतिको रोल छ तपाईँको किताबले लिइसक्नु भएको छ पढेपछि थाहा हुन्छ अब आफ्नो भावनाहरू सबै मैले पोखेको छु अलिकति भने नि पहिला सुरुमा भावना पोख्दाखेरि अलिकति सङ्कुचित पनि थिएन म असाध्यै व्यक्तिगत मान्छे हो क्या आफ्नो भावना त्यतिकै कतिपय कुरा आफ्नो बह अरूलाई नकह भन्छन् त्यो फिल भयो कुनै कुनै होइन फेरि म त्यही किसिमको व्यक्ति म आजीवन मेरो पेसामा पनि मेरो सहकर्मीहरूसँग एकदम खुलेर आफ्नो तर जब किताब आयो त्यो पूर्ण रूपमा खुलेर आफ्नो सबै भावनाहरू जान्दाखेरि भावनाका उतार चढावहरू छ त्यो सबैको जीवनमा हुन्छ नि होइन मेरो जीवनमा पनि छ अहिले करेन्ट सिनेरियोमा तपाईँको पनि खोजी भइरहेछ क्या परराष्ट्र मन्त्रीको रूपमा महानायक राज हिमाल भनिरहेको छ होइन अझै खाली छ होइन के छ प्रस्तावहरू आएको छ कि छैन के छ हामी सबैले यो पद त्यो पद भन्दा पनि आज नेपाली नागरिक चाहिँ नि यो देशलाई सेवा र टेवा दिन जरुरी छ तपाईँ रेडी हो कि होइन भन्ने कुरो भयो नमस्कार त्यसो गरेर उयो हाम्रो भाइलाई दिनु होइन पछाडि गएर बस्दै गऱ्यो भने चाहिँ फोटो भिड छ अगर तपाईँले गाह्रो भएन भने
Thank you.